हेलो एभ्रिवान, गुड मर्निङ। अहिले भने चाहिँ हामी यहाँनिर साइला दाजुको घरमा छु। हामी चाहिँ 45मा आएको थियौँ। आज चाहिँ हामी साइला दाजुकोमा बस्यौँ। यो चाहिँ हाम्रो साइला दाजुको घर हो। हाम्रो दिदी चाहिँ पूजा गर्दैछ। हाम्रो दिदीले चाहिँ पूजा गर्दैछ। म चाहिँ यहाँ भर्खर उठेर मर्निङको भिडियो बनाउँदैछु। यहाँ गदबारी दामी फुलेको छ। गदबारी अरे डेलिया हो, गदबारी फुल्न फेरि यस्तो दामी फुलेको छ। यहाँ चाहिँ हाम्रो बडा अघि आएको छ है। आज हामीलाई के पो पकाएर दिने अरे। यहाँ चाहिँ खै दाजु र दुईजना चाहिँ के गर्दैछ कुनै। आज हामीले दाजुलाई के दिन्छु भनिसकेको भिडियो यही हो। यो चाहिँ आज हामीलाई चाहिँ भैँसीको मासु जस्तो छ, पिस पिस गरेर। ए गीत बेच्यो अरे, यस्तो मिठो हुन्छ अरे है। हाम्रो दाजुले बिचरा कहाँबाट ल्याउनु भएको, आज हामीलाई पकाएर दिन्छ अरे है दाजु, होइन? खाएर चाहिँ है। अनि यो चाहिँ चिया हाल्नुहुँदैछ। चिया त होइन, के हो साह्रै उम्री गएर के हाल्नु पर्ने हो यसमा? त्यो रिकर्ड गरिरहेको छु यहाँनिर। कान्छी र गाईले पक्राउनु भन्छ, त्यो हुँदैन। हामी घरको मान्छेलाई चाहिँ लिनुहोस् कि कान्छी र गाईले गयो भने त है आयो। अनि 45 आएको थियो अरे गिद्धे च्याउले। यहाँ चाहिँ जिरी नेम चाहिँ यति दामी फुलेको छ हाम्रो दाजु घरमा चाहिँ। गदबारीको टाइममा गदबारी, जिरी नेम चाहिँ यस्तो दामी फुलिरहेको छ। यहाँ हेरिहाल्नुहोस् हौ। ठेकी चाहिँ हाम्रो दाजु आइपुग्नुभएछ। यहाँ वरिपरि चियापत्ती हेर्नुहोस् है। हाम्रो बस्तीको एरिया चाहिँ यति दामी हुन्छ, खुल्ला घाम लागिरहेको छ। यो चाहिँ हाम्रो दाजुहरूको किचन हो। पर चाहिँ आगो फुक्ने, यो बिचको ठुलो घर। अहिले चाहिँ सबै ठाउँ यस्तै दस्तुर छ है। किचन एउटा किचन अलग्गै हुन्छ, आगो फुक्ने ऊ परको घर भइहाल्यो। बिचको ठुलो घर, इस्कुसको बजार वरिपरि पप्पू। आयो म चाहिँ यहाँ मुख पनि नजिकैले बनाउँदैछु, हेरिहाल्नुहोस्। त्यही भएर मैले फ्रन्ट क्यामेरामा मुखै धुएको छुइनँ। आयो यो चाहिँ अलिकति नेटको प्रब्लम हुन्छ। यो चाहिँ अर्किड हेर्नुहोस् कस्तो दामी। हाम्रो साइली दिदीले चाहिँ फुलहरू चाहिँ साह्रै दामी रोप्छ। गदबारीको टाइममा गदबारी ड्याममै हुन्छ अर्किडहरू। हेर्नुहोस् है, हुन्छ पनि। अब जान्दछ उनीहरूले है। अब आफ्नो हातमा चाहिँ फुलहरूको कुन चाहिँ टाइममा के रोप्नु पर्ने अलिक मलाई चाहिँ आइडिया नै आउँदैन त्यति साह्रो। हाम्रो साइली दिदी चाहिँ साह्रै दामी रोप्छ। दाउराहरू टक 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 यसरी राख्छ। हाम्रो गाउँ बस्तीमा त्यसरी इस्कुसको मचन है, वरिपरि खुल्ला। यस्तो छ। ल त साथीहरू, अब अहिले भरे देखाउने छु है। हिजो हामीले 45मा आएको सबै भिडियोहरू गरेको थिएँ, पूजाहरू गरेको। तर मैले एडिटिङ गरेर लाउनु पाएको छुइनँ, किन भन्दा चाहिँ अलिकति हाम्रो नेटको प्रब्लम छ। त्यही पनि म लाउने नै छु भन्दै साथीहरूलाई बाई बाई। आज चाहिँ हामी फर्किने है। एकछिन तल हाम्रो अन्तरी बाजे गाजु अन्त्येष्टि कार्य हो, त्यहाँ गएर चाहिँ फर्किने हो। हिजो एकछिन जान्दा गयौँ। ल त साथीहरू बाई बाई। चिया चाहिँ दामी बनाउँछ हाम्रो साथीले। अहिले चाख न, अब चाहिँ चाख्नुपर्छ है। चिया चाहिँ दामी बनाउँछ। अघि चाहिँ फकफक पहिला चिनी उमाल्छु नि त। चिनी उमालेको त सके त, म चिया उमालेको हाल्छु, दुध हाल्छु हो। दामी छ अझै। मरी चाहिँ लगाउँछ छैन, घरकै दुध है, गाई छ घरमै। म त बिए पास गर्ने मान्छे हो। लेखाजोखा त एउटा नाम भएको छ। म आउँदैछु ल। हो 3 पाना मात्रै हुन्छ दाजु।